नेपालको इतिहासमा यस्ता धेरै घटनाहरू छन् जसले समाजलाई मात्र हल्लाएन, बरु देशको कानुन न्याय व्यवस्थामाथि नै ठूलो प्रश्न खडा गरिदियो। आजभन्दा करिब 45 वर्ष अगाडि पोखरामा एउटा यस्तो भयानक र रहस्यमय घटना घट्यो जसलाई आज नमिता सुनिता हत्याकाण्ड भनेर चिनिन्छ। दुईजना भर्खरका युवतीहरूको क्रूर हत्या र उनीहरूको साथीको रहस्यमय बेपत्ता। यो केवल एउटा अपराध मात्र थिएन, यो त शक्ति, पैसा र पहुँचको आडमा कसरी न्यायलाई ओझेलमा पार्न सकिन्छ भन्ने एउटा जिउँदो र डरलाग्दो उदाहरण थियो। आखिर त्यो दिन पोखरामा के भएको थियो? किन एउटा चिया पसले र वन कर्मचारी समेत घटनाको रहस्यमय शिकार हुनु पर्यो? र किन राजा वीरेन्द्रको वंशनाश भएको ठिक 10 दिनपछि यो फाइललाई हतार बन्द गरियो? आउनुहोस् आजको यस भिडियोमा हामी इतिहासको त्यो पाना पल्टाउँदैछौँ जसलाई शक्तिको आडमा सधैँको लागि दबाउने प्रयास गरियो। घटनाको सुरु हुन्छ विक्रम सम्वत 2038 साल जेठ 18 गतेबाट। काठमाडौँको लाजिमपाटमा बस्ने एउटा सम्पन्न परिवारका दुई दिदीबहिनी नमिता भण्डारी र सुनिता भण्डारी आफ्नी साथी निरा पराजुलीसँग पहिलोपटक पोखरा घुम्न निस्किन्छन्। उनीहरूसँग परिवारका अन्य सदस्यहरू पनि थिए। पोखरा पुगेर उनीहरू पाग्ले टोलमा बस्छन्। केही दिन पोखराका सुन्दर ठाउँहरू घुमेपछि जेठ 23 गते सुनिताले घरमा एउटा चिठी लेख्छिन्। हामी 2-4 दिनमा फर्कन्छौँ। तर विडम्बना, त्यो चिठी कहिले काठमाडौँ पुगेन। भोलिपल्ट अर्थात् जेठ 24 गते शनिबारको बिहान ती तीनैजना युवतीहरू बेगनासताल घुम्न जाने योजनाका साथ कोठाबाट निस्कन्छन्। तर त्यो बिहान उनीहरूको जीवनको अन्तिम बिहान बन्न पुग्यो। त्यो दिनपछि ती तीनैजना युवतीहरू अचानक गायब भए। परिवारमा छटपटी सुरु भयो। खोज तलास तीव्र पारियो। तर कसैले सोचेका थिएनन् कि खोजीको नतिजा पनि भयानक हुनेछ। बेपत्ता भएको 5 दिनपछि अर्थात् जेठ 29 गते पृथ्वीनारायण क्याम्पस मुनि सेती नदीको एउटा खाल्टोमा नमिताको शव फेला पर्छ। शवको अवस्था हेर्दा जो कोहीको पनि मुटु काम्ने थियो। उनको शरीरमा गम्भीर चोटका निशानहरू थिए। उनको गलामा झुन्डिएको एउटा ब्यागमा दुवै दिदीबहिनीको परिचय पत्र र सुनको लकेट सुरक्षित थियो। जुन ठाउँमा लास भेटिएको थियो त्यहाँ सजिलै पानीमा डुब्ने अवस्था देखिँदैन थियो। तर प्रशासनको दबावमा कतिसम्म थियो भने गण्डकी अञ्चल अस्पतालका तत्कालीन इन्चार्ज डाक्टर कुमार शमशेर राणाले पोस्टमार्टम गर्न हालटाल गरिरहे। जब रिपोर्ट आयो त्यहाँ मृत्युको कारण पानीमा सास फेर्न नसकेर डुबेर भएको भनी उल्लेख गरियो। तर सबको बाहिरी अवस्था र प्रमाणहरूले उनीमाथि चरम हिंसा र दुर्व्यवहार गरिएको सङ्केत गरिरहेका थिए। नमिताको शव भेटिएको 9 दिनपछि असार 6 गते त्यही सेती नदीको किनारमा अर्की बहिनी सुनिताको पनि शव फेला पर्यो। तर उनकी साथी निरा पराजुली उनी कहाँ गइन्? उनको जीवित वा मृत शरीर आज पनि 45 वर्षसम्म फेला परेको छैन। छोरीहरूको यो अवस्था देखेपछि उनका बुवा माधवराज भण्डारी आफै अनुसन्धानमा जुट्नुभयो। अनुसन्धानकै क्रममा असार 3 गते उहाँले एउटा ठुलो सुराग फेला पार्नुभयो। फुलबारी क्षेत्रमा काम गर्ने एक वन कर्मचारी चुडामणी अधिकारी जसले घटनाको दिन क्याम्पस मुनिको काठको पुल तरेका थिए। चुडामणीले त्यो दिन केही न केही शङ्कास्पद दृश्य पक्कै देखेका थिए। जब माधवराजले चुडामणीलाई भेटेर सोधपुछ गर्न खोजे तब अचानक 2 जना प्रहरी आइपुगे र उनीहरू दुवैलाई नियन्त्रणमा लिए। चुडामणीलाई भोलिपल्ट बिहान 10 बजे फेरि प्रहरी कार्यालयमा हाजिर हुन भनियो। असार 5 गते बिहान चुडामणी आफ्नो घरबाट प्रहरी कार्यालय जान भनी निस्किए। निस्किन अघि उनले आफ्नो घडी जेठी श्रीमतीलाई दिएर भनेका थिए, बुढी मलाई प्रहरीले बोलाएको छ, यदि म आज फर्किन भने चिन्ता नगर्नु। भए पनि त्यस्तै चुडामणी अधिकारी त्यसपछि कहिले फर्किएनन्। एउटा सोझो सरकारी कर्मचारी जो केसको सबैभन्दा ठुलो साँची बन्न सक्थ्यो उसलाई सदाका लागि बेपत्ता पारियो। अब प्रश्न उठ्छ, आखिर यो घटनाको पछाडि को थियो? किन सिङ्गो राज्य षड्यन्त्र अपराधीलाई बचाउन लागि परेको देखिन्थ्यो? त्यसबेलाका विभिन्न खोजमूलक पत्रपत्रिका र प्रतिवेदनहरूका अनुसार यो हत्याकाण्डको सुई सोझै तत्कालीन राजदरबारको केही शक्तिशाली व्यक्तिहरू र उनीहरूका निकटतीहरूसँग तेर्सिएको थियो। समाचार माध्यम र बजारका चर्चाहरूमा तत्कालीन अधिराज कुमार धीरेन्द्र शाह र उनकी
निकटकै उच्च प्रतिष्ठित व्यक्तिहरूको नाम समेत जोडिएर आयो। यद्यपि कानुनी रूपमा कसैमाथि पनि यो दोष प्रमाणित हुन सकेको थिएन र चर्चामा आएका कतिपय व्यक्तिहरूले यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण समेत दिए। पत्रकार किशोर श्रेष्ठले आफ्नो पुस्तक दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्डमा उल्लेख गरे अनुसार तत्कालीन गण्डकी अञ्चल न्यायाधीश गणेशमान सिंहसँग शङ्कास्पद व्यक्तिहरूको तस्बिर समेत पुगेको थियो। तर शक्तिको अगाडि कानुन लाचार बन्यो। काठमाडौँबाट योजना बनाएर ती युवतीहरूलाई पोखरामा जालमा पारिएको दाबी गरियो। प्रमाणहरू यति योजनाबद्ध तरिकाले नष्ट गरियो कि कसैले पनि मुख खोल्ने आँट गरेनन्। समय बित्दै गयो। 2046 सालमा प्रजातन्त्र आयो, तर पीडित परिवारले न्याय पाएनन्। अचम्मको कुरा त के छ भने यो केसलाई जुन तरिकाले बन्द गरियो त्यसले देशको न्याय प्रणालीमाथि नै ठुलो प्रश्न खडा गर्छ। विक्रम सम्वत 2058 साल जेठ 19 गते नेपालमा भयानक नारायणी दरबार हत्याकाण्ड भयो, जहाँ राजा वीरेन्द्रको सम्पूर्ण वंशनाश भयो। सिङ्गो देश शोक र अन्योलमा डुबेको थियो। ठिक त्यही मौका छोपेर दरबार हत्याकाण्डको ठिक 10 दिनपछि अर्थात् जेठ 29 गते पोखराको सरकारी वकिल कार्यालयले एउटा गोप्य पत्र पठायो, जसमा लेखिएको थियो, हाल कसै उप मुद्दा चलाउने आधार नदेखिएकोले कानुन बमोजिम तपसिलमा राख्नु। जब देशको ध्यान दरबार हत्याकाण्डमा केन्द्रित थियो, तब राज्य संयन्त्रले सुटुक्क 20 वर्ष पुरानो नमिता सुनिता हत्याकाण्डको फाइल सदाका लागि बन्द गरिदियो। 2060 सालमा त यो फाइललाई पोखराबाट काठमाडौँ झिकाएर पूर्ण रूपमा क्लोज गरियो। प्रहरीका पूर्व अधिकारीहरू भन्छन् कि 20 वर्षे हदम्याद सकिएकाले केस बन्द गरिएको हो। तर के यो केवल संयोग मात्रै थियो कि नियोजित खेल? नमिता सुनिता हत्याकाण्डका पीडित पिता माधवराज भण्डारीले न्यायको भिख माग्दा माग्दै कोरोना कालमा संसार छोड्नुभयो। उनकी अर्की साथी निरा पराजुली आज 45 वर्ष बितिसक्दा पनि कहाँ छिन् कसैलाई थाहा छैन। यो घटनाले के देखाउँछ भने नेपालमा व्यवस्था फेरियो, राजा हटेर गणतन्त्र आयो, तर शक्तिशालीहरूका लागि कानुनको रूप अझै बदलिएको छैन। हिजो नमिता सुनिताका दोषीहरू शक्तिको ओत लागेर उभिए, आज निर्मला पन्तको हत्याराहरू पनि वर्षौं बितिसक्दा खुलेआम घुमिरहेका छन्। तपाईलाई के लाग्छ? के लोकतान्त्रिक सरकारले चाहेमा यो 45 वर्ष पुरानो फाइल फेरि खोलेर निष्पक्ष छानबिन गर्न सक्छ? आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिल्नुहोला। धन्यवाद।